14 वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुल सहित यस अवधिमा सडक विभाग अन्तर्गतका करिब 3 अरब रुपैयाँका ठेक्का रकम भएका 40 वटा रुग्ण ठेक्का तोडिएको छ। करिब 150 रुग्ण ठेक्का तोडिने प्रक्रियामा छन्। ठेक्का सम्झौताको समय 60% बितिसक्दा पनि 10% मात्र कार्य सम्पन्न भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजना कोष सहित जलस्रोत तथा सिंचाई विभाग अन्तर्गतका 14 अरब 22 करोड रुपैयाँ ठेक्का रकम भएको 22 वटा रुग्ण ठेक्का तोडिएका छन्। शहरी विकास मन्त्रालय अन्तर्गतका 4 वटा रुग्ण ठेक्का तोडिएका छन्। यो कदम ठेक्का तोड्नमा मात्रै सीमित छैन, तोडिएका आयोजना फेरि अलपत्र नपार्ने स्पष्ट निर्णयसहित नयाँ ठेक्काको प्रक्रिया सुरु भइसकेको छ। अब हामीले जति पनि ठेक्का सम्झौताहरू छन्, वर्षौंसम्म त्यो काम सम्पन्न हुन नसकिरहेको, त्यो पनि कन्ट्र्याक्टरको कारणले सम्पन्न हुन नसकेका, अब इम्प्लोयरको कारणले, सरकारको कारणले कुनै हामीले जग्गा उपलब्ध गराउन सकेन अथवा साइट उपलब्ध गराउन सकेन, त्यस्ता प्रोजेक्टलाई हामीले अलग्गै राखेका छौँ। ठेक्का तोडिसकेपछि नयाँ ठेक्का चाहिँ सुरु गर्नु भयो कि भएन भन्ने कुरामा, ठेक्का तोडिसकेपछि त्यो ठेक्का तोडेको ठेक्काको एसेसमेन्ट गर्नुपर्छ। त्यो सम्पूर्ण ठेक्काको एसेसमेन्टहरू गरिरहेको छ र नयाँ ठेक्का लगाउने प्रक्रिया पनि सुरु गरिसकेको छ। त्यसको चाहिँ डिटेल एस्टिमेसन, त्यसको चाहिँ डिटेल एसेसमेन्ट र थप ठेक्का लगाउनको लागि अर्थ मन्त्रालयबाट लिनुपर्ने सहमतिको लागि पनि सबै पठाइसकेको अवस्था छ। अब यो सम्पत्ति विवरणको विषयमा अब हामीले त कर्मचारीको हैसियतले विगत 30 वर्षदेखि हरेक वर्ष सम्पत्ति विवरण पेश गरेकै हुन्छ हैन। अब यो वर्ष मन्त्रीमण्डलमा आएपछि 2 महिनाभित्र 60 दिनभित्र मन्त्रीमण्डलमा पनि पेश हाम्रो क्याबिनेटमा पनि हामीले पेश गर्नुपर्ने विषयलाई हामीले समयभित्रै पेश गरेका छौँ। सबैले पेश गर्नुभएको छ। अब त्यसको सार्वजनिक गर्ने विषय चाहिँ अब उहाँहरूले नै गर्नु होला। कहीँ पनि कुनै पनि ठाउँमा सुशासनको विषयमा कम्प्रोमाइज गरेका छैनौँ। अब त्यो भन्दै गर्दाखेरि तलसम्म हामीले गरेका निकायहरूको काममा तलसम्म चाहिँ कामहरूमा कुनै ठाउँमा कुनै समस्या आएको छ भने हामीले कारबाही गर्नुपर्ने अवस्था पनि आएको छ, केही कारबाहीहरू पनि गरेका छौँ। अब पोलिटिकल कुरा तपाईहरुले सोध्नुभयो। अब राजनीतिक हिसाबले एउटा मन्त्रीको हैसियतमा आइसकेपछि म राजनीतिमा इन्ट्री भए भनेर मैले भनेकै छु हैन। राजनीतिक चाहिँ क्षेत्रमा जुन हिसाबले एउटा मन्त्री हुँदैदेखि मैले भनेको छु, म पोलिटिकल फ्रन्टमा अब इन्ट्री भएँ भनेर भनेको छु। त्यो भएको हुनाले यसमा एउटा मन्त्रीको हैसियतले अहिले हाम्रो जिम्मेवारीलाई पनि वहन गर्दै अगाडि बढेको छु र उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौँ, नोमिनेसनको लागि समय आउँछ, सबै कुरा आउँछ, उपयुक्त समयमा हामी आवश्यक निर्णय गर्छौँ।